सबैजना तयारी लो लाइटरै चकलेट पनि दिँदै रहेछ। यो चाहिँ के होला आमा? हेलमेट हो हेलमेट। अलिकति ढिलो चाहिँ ढिलो भयो। कतिखेर पुग्नुहुन्छ अब है? गुड मर्निङ सबैजनालाई। वेलकम टु ब्याक माई च्यानल। आजको मेरो बिल्कुलै न्यू भ्लगमा यहाँलाई स्वागत छ। अहिले चाहिँ रुममा यहाँ ठ्याक्क दिदीको रुममा घरमा आइपुगेँ। ए उता यहाँ यो हल्लियो के? यो हल्लियो अनि गीत पनि बन्द भइहाल्यो। यो क्यामेराम्यान चाहिँ तारा कस्तो आउँछ। सबैजना तयारी गर्दैछ, मेकअप गर्दैछ। मेकअप गर्नलाई 12 घन्टा लाग्यो होला सबैजनालाई। मेरो दाइ कति ह्यान्डसम आज। म पनि बिल्कुलै नयाँ। सबैजना तयारी लो जाउँ अब दुला आउने क्रममा चाहिँ पुरा रेडी अवस्थामा छ। नदीहरू पनि आइसकेको छ लस्करै हाम्रोपट्टिको। समयमा मौसम पनि एकदम क्लियर छ। यहाँ चाहिँ मान्छेले चाहिँ आगो बाल्ने क्रममा तयारी छ। मेहमानजी फुलले स्वागत गर्ने क्रममा छ। सबैजना फुल लिएर स्वागत गर्ने क्रममा छ। यता जन्तीहरूलाई जन्ती अगाडि ढिलाइ भए पनि राम्रोसँग आइपुग्नु भएको छ। अलिकति मौसमको अलिकति समयको कारणले गर्दाखेरि उहाँहरू अलिकति ढिलो उपस्थित हुनुभएको छ। हाम्रो तर्फबाट पनि एकदम तयारी अवस्थामा छ। यता फेरि आगो बाल्ने क्रममा आगो नै बलिरहेको अवस्था छैन। यता बान्छे फेरि फुल लिएर स्वागत गर्ने क्रममा छन्। जन्तीलाई टक्क उहाँहरूको पनि उपस्थित खासै धेरैजना त हुनुहुन्न, तैपनि उहाँको रीतिरित अनुसार एकदमै तयारीको साथ आउनुभएको छ। माथिबाट हेर्दै हुनुहुन्छ। यो चाहिँ बत्ती बाल्ने क्रममा अलिक बलिरहेको अवस्था छैन। दिउँसोको समय मौसम एकदम क्लियर छ। बत्ती पनि बलिरहेको अवस्था छैन। लाइटरै बिग्रिसकेको छ। उहाँहरू भारी बगेर पर्खिरहनु भएको छ।
बत्ती बल्ल बलिसकेको छ। यहाँको रीतिरीति अनुसार के हो भान्जीले फुलमालाले स्वागत गर्दैछ। जन्तीलाई फुलमालाले स्वागत गर्ने क्रममा सबैजना पिएको माहौल एकदम रमाइलो अवस्था छ। उहाँहरू जन्तीको साइडपट्टि हुनुहुन्छ। मेरो दिदीले पनि जन्तीलाई अक्षता फुलमालाले स्वागत गर्दै हुनुहुन्छ। यता दाजुभाइ टोलीहरू माओली लामो समय पर्खाइको क्रममा जन्तीलाई फुलले अक्षताले स्वागत गर्दै हुनुहुन्छ। सबैजना फुलमालाले स्वागत गरिसकेपछि यतिखेर अब भित्र जाने तयारीमा हुनुहुन्छ। अहिलेको माहौल विवाहको माहौल एकदम रमाइलो छ। मेरो दाइ पनि मेरो मम्मी पनि हेर्दै हुनुहुन्छ। सबैजनालाई वेलकम। मेरो भान्जा नमस्ते। यहाँ चाहिँ जन्तीहरूले पैसा राख्ने चलन रहेछ। सबैजना रमाइलो भित्र रमाइलो गर्दैछ। मेरो भाइ के केना यार हामी भान्जीको बिहेमा आएको एकदम अब के भन्ने रमाइलो पनि भइरहेछ, हल्का स्याड पनि भइरहेछ भनौँ होइन। अब जन्तीको स्वागतमा हामी जुटिरहेका छौँ, सकेसम्म रमाइलो गरिरहेका छौँ होइन। अब दुल्लालाई यहाँ अब बेहुलीको दाइले बोक्न खोज्दैछ। अब जन्ती खोइ त सुरु भएन यहाँ बेहुली रीतिरिवाज। यहाँको अब हाम्रो भन्दा अलिक डिफ्रेन्ट नै हुन्छ त रीतिरिवाज। टिका लाउने फेरि सुरुमा टिका लाउँदो रहेछ, फुल दिँदो रहेछ, अनि फेरि पछि चाहिँ पैसा लिने चलन रहेछ यहाँ। अब यो चलन अब आफ्नो ठाउँको आफ्नो रीतिरिवाज हुन्छ। चक्लेट पनि दिँदो रहेछ। तैपनि नयाँ ठाउँको नयाँ रीतिरिवाज एकदम देख्दा चाहिँ रमाइलो नै भइरहेछ। धन्यवाद भाइ। हाम्रो जुन अब अहिले यो दुलानमा नि भित्र छिराएर यहाँ अब गर्दैछ कि अरे यस रमाइलो फिल भइरहेछ। हामी मौलीहरू यसो हेर्दै बस्दै यस्तै भइरहेछ। रमाइलो गरिरहेछ, रमाइलो फिल गरिरहेछ। अब हुन त के गर्ने हो र हामीले अब यसो हेर्ने मात्रै हो। अब यहाँको चालचलन पनि हामीलाई राम्रोसँग थाहा छैन। अब जस्तो जाने हो त्यस्तै गर्ने हो। आफ्नो आफ्नो तरिका हो, ठाउँअनुसारको चलन हुन्छ। धन्यवाद भाइ। मेरो भान्जाले ज्वाइँलाई बोक्दैछ भित्र। अहिले भित्रको माहौल ल हुन्छ। अब टिका टालोको कार्यक्रम
बोल्नु नि त बोल्नु यहाँको चलन चाहिँ धतुरीहरूलाई यसरी सम्मानसहित उहाँ माला लाउने चस्मा लाउने के लाउने लाउँदो रहेछ यहाँ चाहिँ नयाँ सिस्टम त्यो नयाँ सिस्टम है यहाँको यहाँको चलन लगहरू चाहिँ यो त फुकाल्नु हुन्न फेरि भरेसम्म गाह्रो छ हजुर गाह्रो छ यहाँ त धत्रेहरूले बोल्नै नपाउने अवस्था यहाँ चाहिँ चलेको चलन यता आउनु चाहिँ डर टोपी निकाल्नु टोपी ननिकाल्नु ल भयो नबान्दिन अहिले झरेको भयो ल हटाइ बाइका ल रमाइलो भइरहेछ यहाँ यस रमाइलो भइरहेछ रमाइलो फिल
गर्दो कडा दे आयो कडा कोही भन्दा कोही कम छैन ल न एकजना चढेर एकछिन त्यो नेम चढ गए ल गए यति बेसी भयो ल ल यति चाहिँ भयो बोरी लिन आउने र एउटा बाइकमा चढ्नु नजान्ने के काम लाएर भने चढ्नु त म सिकाइदिन्छु हामी चढ्नु मिल्ने किन यस्तो हुन्छ नि त होइन भने बाइकमा चढ्नुलाई होइन कि यस्तो बाइकमा चढ्नुलाई छोरा मान्छेबाट सिक्यो अन्त नि चढेर सिकाउनु न कसै चढ्नु त खै कहिले तपाईँले सिकाउनु पर्ने हो हरानै बनाइदिएछ होइन बाइक ढल्यो बाइकमा दिइरहनु न हेलमेट एकैमा राख्नुपर्छ ल भान्जी जानु अहिले रमाइलो माहौल भइसकेको छ फेरि यता पनि उपद्र गर्न अहिलेको यो भ्यू चाहिँ दामी आएको छ पसिना आइसक्यो एकचोटि पुग्ने केही भएन दुई फनको भयो अब एक फनको त भयो नि
अलिकति ढिलो चाहिँ ढिलो भयो कतिखेर पुग्नुहुन्छ अब है कति बज्यो 6:30 बजे हो बल्ल दुली आलमा 6:30 बजे बल्ल रातिको ल ल ल राम्रोसँग जानु होला राम्रोसँग जानु होला शुभयात्रा शुभयात्रा Excuse me. यतिखेर बिदाईको क्रममा छोरीलाई बिदाईको क्रममा आमा भाव विभाग भएको छ। बाय 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 भान्जीले यतिखेर बिदाई गरिसकेको छ। अब हामी